नमस्कार। बाइबल पढ्दा कहिलेकाहीँ अलमल हुन्छ हैन? यो आखिर कसको लागि लेखिएको हो? हजारौं वर्ष पहिलेका मानिसहरूका लागि कि हाम्रो लागि? आज हामी यही अलमललाई हटाएर कुरालाई छर्लङ्ग पार्ने एउटा एकदमै सरल तर शक्तिशाली यात्रामा निस्कदैछौँ। ल सुरु गरौँ है त। हो नि, होइन त? यो सायद धेरैको साझा अनुभव हो। बाइबलका पानाहरू पल्टाउँदा कतिपय कुराहरू बुझ्न अलिक गाह्रो हुन्छ। मनमा प्रश्न आउँछ, यो कसको लागि लेखिएको हो? यसले आज मलाई के भन्न खोजिरहेको छ? हो, यस्तै प्रश्नहरूबाट नै हाम्रो बुझाइको यात्रा सुरु हुन्छ। यो कुरा बुझ्नु नै बाइबललाई सही तरिकाले बुझ्ने पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण साँचो हो। बाइबल कुनै शून्यतामा लेखिएको थिएन। यसको एक खास समय थियो, खास ठाउँ थियो र खास श्रोता थिए। जब हामी यो कुरालाई मनमा राख्छौँ तब मात्र हामी यसको गहिराईमा पुग्न सक्छौँ। अब यो यात्रालाई सजिलो बनाउनको लागि हामी यसलाई 3वटा चरणमा हेरौँ है। पहिलो, सन्देशलाई राम्ररी बुझ्ने। दोस्रो, त्यसलाई आफ्नो जीवनमा लागू गर्ने। र तेस्रो, त्यसलाई अरूसँग बाँड्ने अर्थात् सञ्चार गर्ने। यिनै हुन् बाइबल व्याख्याका 3 स्तम्भहरू। ल, हाम्रो यात्राको पहिलो खोड्किलो, पहिलो चरण, त्यो हो बुझाइ। यसको अर्थ के हो भने आजको हाम्रो संसारबाट निस्केर बाइबल लेखिएको समयको संसारमा प्रवेश गर्नु। यो बुझ्नलाई एउटा गजबको उदाहरण हेरौँ है त। ल मानिलिउँ, बाटोमा हिँड्दै गर्दा एउटा एकदमै पुरानो, धमिराले खान लागेको चिठी फेला पर्यो। अब त्यसलाई साँच्चै बुझ्न के त्यसमा लेखेका शब्दहरू मात्रै पढेर पुग्छ त? पक्कै पनि पुग्दैन। हो, हामीले सोच्नै पर्छ, यो चिठी कसले लेखेको होला? कसलाई लेखेको, कहिले, कहाँ अनि किन लेख्यो होला त? लेख्ने र पाउनेको सम्बन्ध कस्तो थियो? उनीहरूको परिस्थिति के थियो? यी प्रश्नहरूको जवाफ बिना त्यो चिठीको वास्तविक अर्थ अधुरै रहन्छ। बाइबलको कुनै पनि खण्ड बुझ्न पनि ठ्याक्कै यही तरिका अपनाउनुपर्छ। भन्नुको मतलब बुझाइ भनेको त एक किसिमको टाइम ट्राभल जस्तै हो। यो भनेको हाम्रो 21औं शताब्दीको चस्मा फुकालेर उहिले पहिलो शताब्दीका मान्छेको चस्मा लगाएर हेर्ने कोसिस हो। उनीहरूले यो सन्देश सुन्दा के बुझे होलान्? उनीहरूको लागि यसको के अर्थ थियो? हो, यही नै हो पहिलो स्तम्भ। ल, अब उनीहरूको संसारमा गएर त्यो मौलिक अर्थ त बुझियो। अब हाम्रो यात्रा फर्कने बेला भयो। यो हो हाम्रो दोस्रो स्तम्भ, लागू। हो, यो प्रश्न मनमा आइहाल्छ नि, किनभने बाइबल केवल एउटा ऐतिहासिक दस्तावेज त होइन, यो एक जीवन्त वचन हो। त्यसैले यसको ऐतिहासिक अर्थ बुझ्नु मात्रै काफी छैन, त्यसलाई आज हाम्रो जीवनसँग जोड्नु एकदमै जरुरी छ। वाह, कस्तो गजबको उपमा होइन? हामीले पहिलो चरणमा बिउको पहिचान गर्यौं, यो कुन जातको हो, यसको गुण के हो भनेर। अब दोस्रो चरणमा त्यो बिउलाई हाम्रो आफ्नै जीवन रूपी खेतमा रोप्ने बेला भयो, ताकि त्यसले राम्रो फल फलाओस्। लागू गर्नु भनेको के हो त? यो भनेको त्यो कहिल्यै नबदलिने सार्वभौमिक सत्यलाई समातेर हाम्रो अहिलेको समय, हाम्रो संस्कृति र हाम्रो व्यक्तिगत परिस्थितिमा ल्याएर जोड्नु हो। जस्तै कलस्सीका विश्वासीहरूलाई दिएको निर्देशनले आज मेरो जीवनमा के अर्थ राख्छ? हो, यो प्रश्नले हामीलाई दोस्रो स्तम्भ पार गराउँछ। ल, हामीले सन्देश बुझ्यौं, त्यसलाई जीवनमा लागू पनि गर्यौं, तर के यतिमै यात्रा सकियो त? सकिएको छैन। अब आउँछ तेस्रो र अन्तिम स्तम्भ, सञ्चार। धेरैलाई लाग्न सक्छ कि यो त एकदमै व्यक्तिगत कुरा हो। बुझ्यो, लागू गर्यो, सक्यो। तर बाइबलीय सत्यको प्रकृति नै यस्तो छ कि यो बाँड्दा झन बढ्छ। जब कुनै सन्देशले हामीलाई छुन्छ र बदल्छ, त्यसलाई आफैसँग मात्रै राख्नु भनेको त यो यात्रालाई अधुरो छोड्नु जस्तै हो। हो, यो एउटा जिम्मेवारी पनि हो। जसरी एउटा दियोले अर्को दियो बाल्दै जान्छ, त्यसैगरी परमेश्वरको वचनबाट पाएको उज्यालो अरूसँग पनि बाँड्नुपर्छ। यो यात्राको एउटा स्वाभाविक परिणाम हो। अब यहाँनिर सञ्चारको कलाको कुरा आउँछ। सोच्नुहोस् त, एउटा गहिरो दार्शनिक कुरालाई 5 वर्षको बच्चालाई र 50 वर्षको विद्वानलाई एउटै तरिकाले भनेर हुन्छ र? पक्कै पनि हुँदैन। हेर्नुहोस्, सन्देशको चुरो कुरा त एउटै रहन्छ, तर त्यसलाई प्रस्तुत गर्ने तरिका, त्यो सुनाउने शैली चाहिँ श्रोताअनुसार फरक हुनैपर्छ। बालबालिकालाई कथाको रूपमा, युवाहरूलाई छलफल गरेर र वृद्धहरूलाई उहाँहरूकै अनुभवको भाषामा सुनाउनु बढी प्रभावकारी हुन्छ। राम्रो सञ्चारले श्रोतालाई सधैँ सम्मान गर्छ।
अनि सञ्चार भनेको मञ्चमा उभिएर दिने प्रवचन मात्रै होइन नि, यो त साथीभाइसँगको कुराकानीमा हुन सक्छ, एउटा मिठो भजनमा हुन सक्छ, एउटा सानो अध्ययन समूहमा वा लेखिएको किताबमा पनि हुन सक्छ। परमेश्वरको सत्यलाई बाँड्ने माध्यमहरू त अनगिन्ती छन्। ल त अहिलेसम्म हामीले गरेको यो पुरै यात्रालाई एकचोटि सर्र हेरौँ है त। हामीले बाइबल व्याख्याका 3वटा स्तम्भहरूको बारेमा सिक्यौँ। पहिलो स्तम्भ बुझाइ भनेको समयमा पछाडि फर्केर त्यतिबेला उनीहरूको लागि यसको के अर्थ थियो होला भनेर सोध्नु हो। अनि दोस्रो स्तम्भ लागु भनेको त्यो सत्यलाई बोकेर समयमा अगाडि आएर अहिले हाम्रो लागि यसको के अर्थ छ त भनेर सोध्नु हो। हेर्नुस् त, एउटा पछाडिको यात्रा भयो, अर्को अगाडिको। अनि अन्त्यमा तेस्रो स्तम्भ सञ्चार। यो भनेको चाहिँ त्यो यात्राबाट पाएको मिठो फललाई आफ्नो समुदाय र संसारसँग बाँड्नु हो। यसले नै यात्रालाई पूर्णता दिन्छ। बुझाइ, लागु अनि सञ्चार, यो 3 चरणको यात्राले बाइबल अध्ययनको अलमललाई हटाएर स्पष्टता र आनन्द दिन सक्छ। अब प्रश्न यही छोडेर जाउँ, यो यात्रा कहाँबाट सुरु गर्ने होला?